काकी हजुर कहाँ हिँड्नुभएको छ हौ यस्तो बाटो? म यहाँ घाँस काटेँ नानी अनि यहाँ सब्जी पनि खोज्दैछु पोखरीको डिल हुँदै। यहाँ लयरमा हाम्रो यत्रो ठुलो पोखरी छ। अब माछा हाल्ने तयारी हुँदैछ, त्यही भएर घाँस सास यसरी काटेर सफा गर्दैछु। पोखरीको वरिपरि सब्जीहरू लगाएको थियो खोज्दैछु। यहाँ एउटा फलेको पनि थियो, त्यही भएर अलिकति घाँस काटेँ। अनि फर्सी पनि फलेको रहेछ, भुइँमा गढेर माटो भएछ। अनि घाँस पनि काटिसकेँ। ल फर्सी यहाँ राखेँ, यति मुन्टा टिपेँ। कत्रो ठुलो फलेको हौ काकी फर्सी त। लौका पनि फलेको छ यो अझ लौका पनि छ हो? नि। यहाँ वरिपरि सबै पोखराको डिल हुँदै सब्जी लगाएको छ। अनि यहाँ लौका पनि छ। आमामामा काकी लौका पनि रहेछ हौ। मिठो हुन्न। अब यी पोखरा सफा गरेर माछा हालेको पनि देखाउने छु। घाँस काटिसक्यो, अब मैले कसरी घाँस काटेको छु। पुरै सफा भएको छ त हौ काकी पोखरीको डिल त। मैले घाँस काटिसकेँ। अब सब्जी लिएर जाने, घाँस लैजाने। घाँस कसरी काटिन्छ? कत्रो मुठो छ त हौ काकी घाँसको कसरी लाने हो हौ? उचालेर लैहाल्छु नि। यति त दुईचोटि त लैसकेँ, अब यो तीनचोटि हो। लौ न काकी कति चाहिँ घाँस काटेको हौ आज त। काट्न पर्यो नि, यति धेरै भैँसी खान घाँस खुवाउनु पर्यो, भुसा मात्रै खुवाएर हुँदैन। ल काकी अब यो घाँस लिएर जाऊँ, घाम लागिसक्यो। ल अब भयो घाँस।